एउटा खाइदिन्छु भने आज के हुँदो रहेछ भनेर मैले त्यो सिधै नाइट्रोभ्याट एउटा खाएर म 4 तलाबाट हम्मला रेडी थिएँ। मैले किनभने 4 तला त मैले यति थोरै लेखिरहेको थिएँ क्या। हो त्यसले के हुन्छ त, स्टिमुलेन्ट ड्रगले चाहिँ बाइक चलायो भने बाइक उडाउडै गर्ने, गाडी चलायो गाडी उडाउडै गर्ने, त्यसपछि मान्छेलाई उसलाई काट्न पनि उसले बेर मान्दैन, उसलाई काटे आफूलाई काटे पनि थाहा हुँदैन, उसले कुकुरले हान्दा फेरि पनि आफूलाई चोट लाग्यो भने त्यति बेला उसले थाहा पाएर आउँदैन होइन। उसले त्यो बेला जे पनि गर्न सक्छ, उसले मान्छेलाई रेप पनि गरिदिन सक्ने हो होइन, मान्छेलाई त्यसपछि लुट दिन सक्ने हो, ढाका गर्न सक्ने हो, जुनसुकै अपराध पनि उसले गरेर उसले पछि पर्दैन, किनकि उसलाई डरै थाहा छैन, उसलाई कानुन के उसले सबै बिर्सिन्छ, ऊ अर्कै दुनियाँमा पुग्छ एकछिनमा। उसले ड्रग्सको चाहिँ के छ त, साइड इफेक्ट सबै छ। अब एउटा त ड्रग तपाईँ एडिक्सन भइसके पछाडि त्यो फेरि फर्केर बाहिर आउनु भनेको चाहिँ, ड्रग्सबाट निक्लेर बाहिर आउनु भनेको चाहिँ एकदम रियर हो, 5% होला जो ड्रग्स भएर फेरि बाहिर फर्केर आएको र नर्मल लाइफ जिएको मान्छे भनेको 5% पनि नहोला सायद। नत्र भने बाँकी चाहिँ ड्रग्स खान थाल्यो सिद्धिने नै हो, ऊ बर्बादै हुने हो, उसको त्यो नो मोर लाइफ के पनि हुँदैन, ऊ बिग्रेर खतम भएर उसको जिन्दगी बर्बाद। ड्रग्स भएर चाहिँ त्यस्तो हो।